ट्र्याक प्ले गर्दिनँ होला। यो माया गर्ने जोडीहरूको लागि मैले यो गीत नगाई मैले सुगाई पाउँदिनँ। माया गर्ने जोडीहरू धेरै हुनुहुन्छ, हो कि होइन? दुःख साटन भयो भने त डीबाट छ। आशा पनि तिमी दुःख साटौँ सबैले अब दुःख साटौँला फेरि सुख साटौँला अब जिन्दगी सँगै काटौँ फेरि सुख साटौँला अब जिन्दगी सँगै काटौँ ए अब जिन्दगी सँगै काटौँला। दुखाउने छैन, शिर झुकाउने छैन, पिर बेतासो खुसी केही दुखाउने छैन। दुःख साटौँला फेरि सुख साटौँला अब जिन्दगी सँगै होइन र। दुःख साटौँला फेरि सुख साटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँ। अब चाहिँ होला सुन्नु पर्यो। ओके थ्याङ्क यू। अब हजुरलाई अत्यन्तै मन पराउनु भएको गीत सँगसँगै जिउला नि जो भन्दिउला नि जो भन्दिउला नि ए जो भन्दिउला नि झालीको यति राम्रो गाउनु भएको छ। म मेरो आफ्नै फोनबाट त एकचोटि खिच्नै पर्छ। मेरो फोन गएको छ। म नेपाल गएर सबैलाई देखाइदिन्छु ल। छोराछोरीहरू परिवार सबै खुसी छन् भने सुनाइदिन्छु ल। सँगसँगै जिउला नि जो भन्दिउला नि सबैले झालीको अझै झालीको तिम्रो याद यो गीतमा एउटा लाइन मात्रै चेन्ज गरौँ है। तिम्रो याद भन्ने ठाउँमा घरको याद भन्दै है आमालाई पठाइदिउँला है त। तिम्रै पिर चिन्ता छ मलाई दिन रात ए मलाई दिन रात। झालीको घरको याद अलीको हिमा सबैको हातमा दिउनु पर्यो है। झालीको घरको सबैजना जापानमा सबैजना साथै हुनुहुन्छ है ल। ओके अब हामी झलीको गीत गाउँछौँ। झलीको विथ कोरस लेखेको छ है, विथ कोरस लेखेको है। सबै रेडी हुनुहुन्छ नि? सबैजनालाई म खिच्छु ल। सबैको हात माथि हेर्नु पर्यो कि प्लिज। सँगसँगै जिउला नि जिउला नि
भएको कस्तो मिठो नाच्नुभयो कस्तो मिठो गाउनुभयो फेरि एउटा फोटो चाहिँ खिच्नु पर्ला जस्तो लाग्यो सबैजना हातमाथि गरिदिनु ल एउटा फोटो चाहिँ घर सम्झना लिएर जान्छु सबैजनाले प्लिज सबैजनाले हातमाथि गर्नु ल एकचोटि एउटा चाहिँ खिच्नु सबैजना हातमाथि गर्नु ल थ्याङ्क यू सो मच अब हजुरलाई अत्यन्तै मन पराउनु भएको गीत हजुरलाई जाडो होला ए हजुरलाई जाडो होला रेडी हुनुहुन्छ अब चिसो ट्र्याक प्ले गरिदिनु ल को भानमा हावा चिसो हजुरलाई जाडो होला पैसाको भाडामा राति लालटिनको भाडामा हावा चिसो हजुरलाई जाडो होला मेरो हजुरलाई जाडो होला मेरो हाँसी बोल्दिए भोतनी कति साह्रै लजाइस्या होतनी हावा चिसो बोल्दिए भोतनी कति साह्रै लजाइस्या होतनी हावा चिसो हजुरलाई जाडो होला मेरो गल्प दिल्छु हजुरलाई जाडो होला मेरो गल्प दिल्छु हजुरलाई जाडो होला मेरो गल्प दिल्छु अब हल्ला सुन्नु पर्यो One, two, three, go! मैलाई किन हेरिसो अरुनी हजुरलाई जाडो होला मेरो हेरिसो अरुनी कन्नै होला हजुरका हजुरलाई जाडो होला मेरो गलबन्दी लिस्यो हजुरलाई जाडो होला मेरो हजुरलाई जाडो होला मेरो गलबन्दी लिस्यो
हजुरलाई जाडो भाउला मेरो गाउँ भन्दिसो हजुरलाई जाडो भाउला मेरो गाउँ भन्दिसो हजुरलाई जाडो भाउला मेरो गाउँ भन्दिसो अब हल्ला सुन्नु पर्यो कराइसिन्छ बाबा र मुवाले खाका हाल्न लाइसक्यो जुवाले हावा चिसो चिसो हजुरलाई जाडो भाउला मेरो गल्ती लिसो बाबा र मुवाले खाका हाल्न लाइसक्यो जुवाले हजुरलाई जाडो भाउला मेरो गल्ती लिसो हजुरलाई जाडो भाउला मेरो गल्ती लिसो हजुरलाई जाडो भाउला मेरो गल्ती लिसो एकचोटि जोग्यो होला सुरु Okay, thank you so much. Thank you. रमाइलो भयो होइन र यो मायाको लागि धेरै धेरै धन्यवाद यो घर लिएर जाँदा हुन्छ मैले तपाईँहरूको फेरि कस्तो मिलाएर लगाएर आउनुभयो थियो होला यो मैले लिएर जान मिल्छ यति धेरै माया दिनुभयो सबैभन्दा पहिला त यो मायाको लागि धेरै धेरै धन्यवाद छ धेरै धेरै माया छ एकैछिन भए पनि हजुरको माया यहाँ काँधमा राख्न पाइरहेको छ यस्तै माया गरिरहनुलाई धेरै धेरै माया अझै उफ्रिनुहुन्छ कि थाक्नुभयो थाक्नुभयो जस्तो लागिरहेछ एउटा एकदम डान्सिङ नम्बर छ कि अलि फास्ट नाच्दा पर्ने छ हो सक्नुहुन्छ भने गाउँछु रेडी हुनुहुन्छ घुम्न जाम्न पोखरा तिम्रो पनि को छ र तिम्रो पनि को छ र चोली फाट्यो मायाको चोली फाट्यो मायाको मैसीलाई दिउला नि सँगसँगै जिउला नि एकदम फास्ट छ एकदम उफ्रिनु पर्यो है त ओके चोली फाट्यो मायाको प्ले गर्नु अलिक ट्र्याक चाहिँ बढाइदिनु पर्यो अलि लाउड ल नजिक तानेर बोल्या आफ्नै ठानेर चोली फाट्यो मायाको चोली फाट्यो
थाक्नु भएको छैन भने एनआरएन जापानको लागि एकचोटि जोरदार ताली बजाउँछ हेरौँ। अब नेपाली पारामा नाच्नु पर्यो एउटा हजुरले अत्यन्तै मन पराउनु भएको मैले बनाएको गीत पनि छ। ओखनी भैया पैसा पोख्यो थैया म एक्लो छोरो नाच्छु धैया धैया सुकाको बिस्कुट चोर्यो जुरेलीले चोर्यो जुरेलीले लौनानी भैया हान्देऊ गुलेलीले लौनानी भैया हान्देऊ गुलेलीले। अब पुरै क्लबमा नाचे जस्तै नाच्नु पर्यो है त। रेडी हुनुहुन्छ? लौनानी भैया ट्र्याक प्ले गर्दैन। लौनानी ओखनी भैया पैसा पोख्यो थैया ओखनी भैया पैसा पोख्यो थैया छोरो नाच्छु भैया भैया सुकाको बिस्कुट चोर्यो जुरेलीले चोर्यो जुरेलीले 1 2 3 लौनानी भैया तिमलाई बेलै र पत्र हो कि होइन? शिवजी तिमलाई बेलै र पत्र यो मेरो जोबन यत्र र तत्र सुकाको बिस्कुट चोर्यो जुरेलीले लौनानी भैया हान्देऊ गुलेलीले बसको हो कि होइन? भाग्य त हुन्न कसैको बसको देउताको टिका सिन्दुर चाहिँ कसको सुकाको बिस्कुट पुग्यो आजलाई पुग्यो छैन? सबैको सल्लाहले के भएको छ भने जापान टेकेपछि सबैजना पञ्चे बाजामा चाहिँ नाच्न जान्ने हुन्छन् भन्ने यहाँ हल्ला सुनिरहेको छु। साँच्चै हो र? मैले गाएको एउटा गीत छ कि के हुन्छ लेकमा बस्छु कोही आउन भनेर हुन्छ सधैँभरिलाई जिन्दगी जान्छ कि एक्लै भरिलाई। र त्योभन्दा गाउनभन्दा अगाडि म हजुरलाई के भन्न चाहन्छु भने एकचोटि आफ्नै लागि जोरदार ताली बजाउनुहोस् त एकचोटि हेरौँ। र त्यसै गरी म सम्मान व्यक्त गर्न चाहन्छु एनआरएन जापानका अध्यक्ष आदरणीय
सुभाष लामिछाने दाई र सम्पूर्ण दाईको एनआरएम परिवारलाई एकचोटि जोरदार ताली बज्नु पर्यो। मैले सबैजनाको नाम लिने भने फेरि नाम छुट्न सक्छ, त्यही भएर एकमुष्ट सबैजनालाई सुभाष दाईको टिमको लागि एनआरएमको टिमको लागि जोरदार ताली हुनु पर्यो है। र राष्ट्रिय लोकतान्त्रिक दोर्जित प्रतिष्ठान जापान शाखाका सम्पूर्ण टोलीलाई पनि परिवारलाई पनि एकचोटि जोरदार ताली हुनु पर्यो है। र त्यसै गरी विभिन्न सङ्घ संस्था विभिन्न जिल्ला सङ्घ संस्थाबाट आउट पाल्नुभएका सम्पूर्ण पदाधिकारीज्यूहरूको लागि पनि एकचोटि जोरदार ताली है। र त्यसै गरी मलाई माया गरेर आउनुहुने मेरो सम्पूर्ण दर्शकहरूलाई धेरै धेरै माया छ है। ल सबैजना मेरो परिवार हो, सबैजना मेरो आफन्त पर्नुहुन्छ, त्यही भएर पनि मलाई छुट्टै मजा आफ्नै आँगनमा नाचे जस्तो भइरहेछ। अब हजुरलाई अत्यन्तै मन पर्ने भनेको एउटा अन्तिम पञ्चेबाजा गीत गाउन चाहन्छु। के हुन्छ ट्र्याक प्ले गरिदिनु ल। दोर्जित प्रतिष्ठानका सबैजना नाच्नको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी सुभाष दाईको सम्पूर्ण टोली एनआरएमका सम्पूर्ण टोलीलाई पनि नाच्नको लागि अनुरोध गर्न चाहन्छु। सबैजना धेरै धेरै माया छ, हजुरहरूको मेहनत नै सम्भव भएको। हाम्रो स्याङ्जानी दाजुहरूको त हुन्छ, सबैजना नाच्नु पर्यो है। मुठु वचन अहिले सियोले सिएन हो कि होइन, त्यही वचनले रातैभरि निदाउन दिएन। कसैको वचनले रातैभरि निद्रा नलागेको को हुनुहुन्छ हातमाथि गर्नुहोस् त। कोही न कोहीले त वचन लाउँछन् है। के हुन्छ जिन्दगी जान्छ कि कहिले मिठो लाइन मैले कहिले मिठो खाइन हो कि होइन। जापानतिर आउँदा पनि राम्री ठिटी एकचोटि सुभाष दाइको लागि जोरदार ताली पर्यो। पलम्बाको बनाएछ लौहेर आरङले हो कि होइन।
यो सोझोको मनमा यो गर्लफ्रेन्डकै गर्लफ्रेन्डको कारणले मन मागिनेहरूले हात माथि गर्दै एकचोटि हेर्नु पऱ्यो प्लिज बाबा के हुन्छ के हुन्छ लेखा बस्छ हजुरको यो मायाको लागि धेरै धेरै धन्यवाद छ आरिगातो गोजाइमास र सबैजनालाई आइस्तेरू सबैजनालाई हाई 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 धेरै धेरै माया आइस्तेहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ यो मायाको लागि र यति राम्रो कार्यक्रम गर्नुहुने एनएनएम जापानप्रति विशेष आभार प्रकट गर्न चाहन्छु र यति राम्रो व्यवस्थापन गर्नुहुने हाम्रो डेस्टिनी क्रिएसनप्रति पनि विशेष सम्मान छ सम्पूर्णले एकचोटि जोरदार ताली बजाउनु पर्यो हो यसलाई क्यारे मोहनी क्यारम ओहोनी क्यारम ओहोनी क्यारम ओहोनी झालीको तिम्रो याद आलेको हिमाल बन्दान यहाँ सबैजना राम्रो हुनुहुन्छ सबैजना राम्रोलाई चाहिँ के भन्न मन लाग्यो भने बनामला नि छुट्टै ठाउँ हिँड भागी जाउँ हिँड भागी जाउँ हिँड भागी जाउँ झालीको तिम्रो याद आलीको हिमाल भन्दानी ताली एकचोटि हेर्नु सबैजनाले तिम्रो याद आलीको हिमाल भन्दानी झालीको तिम्रो याद आलीको हिमाल भन्दानी सबैजनालाई धेरै धेरै धन्यवाद छ मेरो टिममा हुनुभएको मेरो प्यारो दाई भाइहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ हाम्रो ईश्वर भाइ